हेलो एभ्रिवान, आज चाहिँ हामी माइस्क्युएल सर्भर कसरी डाउनलोड गर्ने र त्यसको वर्कबेन्चमा कसरी काम गर्न सकिन्छ भनेर बुझ्न गइरहेको छौँ। सो लेट्स स्टार्ट। सो एट फर्स्ट आफ्नो एउटा ब्राउजरमा जानुहोस्, त्यहाँ गएर चाहिँ माइस्क्युएल डाउनलोड भनेर सर्च गर्नु होला। फर्स्ट mysql.com भन्ने वेबसाइट खुल्छ, त्यसको डाउनलोड्समा जानुहोस् होला। त्यसपछि माइस्क्युएल कम्युनिटी GPL डाउनलोड्स यसमा क्लिक गर्नु। त्यसपछि चाहिँ माइस्क्युएल इन्स्टलर फर विन्डोज हामी यो भर्जन अब गर्छौँ, सेकेन्डवाला। यसमा अब लगइन गरिरहनु परेन, जस्ट स्टार्टमै डाउनलोड गरिदिनुहोस्। यो डाउनलोड हुँदै गर्छ। सो डाउनलोड भइसकेको छ, क्लिक हियर। यस, कस्टम क्लिक गरेर हामीले चाहिँ मात्र लिँदै हुन्छ, तर फुल पनि लिन सक्छौँ होइन। क्लिक अन फुल, यसमा चाहिँ हाम्रो सबै आउँछ। क्लिक अन एक्जिक्युट। सो यो कम्प्लिट भइसकेको छ। नेक्स्ट, त्यसपछि अझै नेक्स्ट, त्यसपछि फेरि नेक्स्ट गरौँ हामी। नेक्स्ट, करेन्ट पासवर्ड एउटा आफ्नो पासवर्ड राख्नुहोस्। यो पासवर्ड चाहिँ याद राख्नु होला। नेक्स्ट, एक्जिक्युट। फिनिस गरिदिनुहोस्। त्यसपछि फेरि फिनिस। नेक्स्ट, यो चाहिँ रन भइरहेको छ। पासवर्ड अघि हामीले राखेको पासवर्ड चेक गर्ने हो। कनेक्सन सक्सेस देखायो होइन। नेक्स्ट गर्नु, बाहिर एक्जिक्युट गर्नु। यति भए पुग्यो है। अब चाहिँ हामी उ गर्न जाउँ, वर्कबेन्चलाई बनाउँ, सेटअप गरौँ। माइस्क्युएल वर्कबेन्च सर्च गर्नु, यहाँ क्लिक गर्नु। यो चाहिँ मैले पहिले बनाइसकेको थिएँ, त्यसैले हो। जस्तै अब अरू आफ्नो कुनै बनाउनु छ भनेपछि चाहिँ यहाँ प्लसमा क्लिक गर्ने। कनेक्सन नेम आफ्नो लागि राख्नुहोस्। जस्तै अहिले लोकल माइस्क्युएल सर्भर दिएको छु मैले चाहिँ, टेस्ट कनेक्सन। ओके, यो नयाँ बन्यो होइन। यहाँ जाउँ। अब जस्तै अब यो यसको लागि पहिला अब यहाँबाट ट्राई गरौँ, यसमा भन्दा पनि है। माइस्क्युएल रुट, यही कमान्ड हान्नु होला। यसले कि माइस्क्युएल चाहिँ देखाएन होइन, यसमा देखाएन भनिसकेपछि यस्तो गरौँ। यसलाई चाहिँ ड्राइभ सीमा जानुहोस्, प्रोग्राम फाइल्स, यहाँ माइएसक्यूएल भनेर होला। माइएसक्यूएल सर्भर 8.0, यसको बिनमा जानुहोस्। यो चाहिँ कपी गर्नुहोस्, यसको URL माथि पाथ चाहिँ
सर्च गर्नुहोस् इन्भाइरोमेन्ट, त्यसपछि इन्भाइरोमेन्ट भ्यारिएबल्स भन्नेमा जानुहोस्। यहाँ पाथमा डबल क्लिक गर्नुहोस्, त्यसपछि न्यूमा क्लिक गर्नुहोस्। यो पाथ चाहिँ दिन हामीलाई एकदम जरुरी हुन्छ किनकि सर्भर कहाँबाट आइरहेछ थाहा पाउँदैन। ओके ओके, तीनटा ओके गरेपछि फेरि कमान्ड टर्मिनल कमान्ड प्रम्प्ट चाहिँ गर्नु होला mysql -u root -p। अघि हामीले रुटमा राखेको पासवर्ड दिने। अब यो खोलिसक्यो। यसमा चाहिँ अब तपाईले MySQL को क्वेरीजहरु रन गर्न मिल्छ। जस्तै सुरुमा हामी के गरौँ भनेपछि क्रिएट डाटाबेस, एउटा कुनै डाटाबेस गरौँ है त, क्रिएट गरौँ क्रिएट डाटाबेस। जस्तै न्यू डिबी नेमको डाटाबेस बनाउने त, इन्टर गरौँ। अब हाम्रो बन्यो कि नै हेर्नलाई सो डाटाबेसेस इन्टर गर्नु, न्यू डिबी भन्ने हाम्रो बनिसकेको छ। यसरी चाहिँ हामी चलाउन सकिन्छ। जस्तै अब वर्क बेन्चमा गएर हेर्यौँ भने यहाँ यसलाई रिफ्रेस गरौँ, नयाँ डाटाबेस न्यू डिबी भनेर बनिसकेको छ। जस्तै अब यसलाई चलाउनु खोज्नुहुन्छ भने यसलाई चाहिँ अब सेट एज डिफल्ट स्किमा गरेर जस्तै हाम्रो न्यू डाटाबेस बनिसकेको छ। यसलाई डिफल्टमा सेट गरिसकेको छौँ हैन। अब हामीले चाहिँ यसमा क्वेरी रन गर्दाखेरि कुन डाटाबेस भनेर सिलेक्ट गरिरहनु परेन, जस्ट यो बनायो हैन। जस्तै यो टेबलको एउटा क्वेरी हामी रन गरौँ, टेबल्समा हाम्रो बनिसकेको छ है। यसरी चाहिँ हामी रन गर्न सकिन्छ वर्क बेन्चमा। अब बाँकीहरू हामी प्र्याक्टिस गर्न अथवा डाटाबेससँग काम गर्न यसरी वर्क बेन्चमा सकिन्छ MySQL बाट।